विज्ञप्ति जारी गरिरहनु भएको छ र यो पत्रकार सम्मेलन गरिरहनु भएको छ। पुनः यहाँहरू सम्पूर्णमा म मुरारी शर्माको तर्फबाट नमस्कार। म मेरो सानो परिचयबाट सुरु गर्न चाहन्छु। मेरो नाम मुरारी शर्मा, मेरो घर यसै नवराजपुर गाउँपालिका वडा नम्बर 3 मा पर्दछ। म यो विद्यालयको प्रको रूपमा चाहिँ यहाँ कार्यरत छु। आजको यो पत्रकार सम्मेलन गर्नुको मुख्य उद्देश्य भनेको यस विद्यालयमा जुन नियुक्ति प्रक्रियालाई लिएर केही निराधार अफवाहहरू सामाजिक सञ्जालमा जुन फैलिरहेको छ त्यसैप्रति म केही कुराहरू राख्न चाहन्छु र मैले जुन कुरा राख्न चाहन्छु म यहाँ लिपिबद्ध गरेको छु र म यो पढेर चाहिँ सुनाउन चाहन्छु। मिति 2082 2 महिना 16 गते, स्थान श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय सोनवर्षा नवराजपुर 4 सिराहा। श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय सोनवर्षा नवराजपुर 4 सिराहामा गरिएको नियुक्ति प्रक्रियाको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत करिब 1100 जना विद्यार्थीहरू सामान्य तथा प्राविधिक धारतर्फको उज्यालो भविष्य सुनिश्चित गर्नु हो। विगतमा शिक्षक अभावका कारण शैक्षिक गुणस्तरमा समस्या देखिएको थियो, जसलाई समाधान गर्न यो नियुक्ति अत्यन्त आवश्यक रहेको थियो। यस विद्यालयमा विगतमा जम्मा 17 भनिए पनि कानुनी रूपमा पत्र मार्फत हामीलाई चाहिँ 16 वटा चाहिँ प्राप्त भयो। त्यसैले यहाँ 16 वटा उल्लेख गरेको छ। 16 दरबन्दी रिक्त रहेको थियो, जसमा 2 सरुवा भई र 3 स्थायी नियुक्ति पाई यस विद्यालयमा आउनुभएको थियो, जसमा केही हदसम्म शिक्षक पद पूर्ति हुने चाहिँ काम चाहिँ भयो। तर पनि प्राविधिक धार सिभिल इन्जिनियरिङ तर्फ 9 र उमावि तर्फ 3 गरी 12 शिक्षक दरबन्दी रिक्त रहेका थिए। प्राविधिक धारतर्फ शिक्षक नहुँदा यस विद्यालयको सिभिल इन्जिनियरिङ प्रोग्राम बन्द हुने अवस्थामा थियो। त्यसैले यो नियुक्ति र यस विद्यालयमा अति नै आवश्यक थियो। यस विद्यालयद्वारा 12 शिक्षकहरू पदपूर्तिका लागि गरिएको जुन नियुक्ति प्रक्रिया थियो त्यो पूर्णतः कानुनी प्रक्रिया अनुसार शिक्षा विकास तथा समन्वय इकाइको आदेशानुसार उक्त कार्यालयकै कार्यालय प्रतिनिधि र विज्ञहरू सहितको शिक्षक छनौट समिति मार्फत पूर्ण पारदर्शिता र निष्पक्षताका साथ परीक्षा लिई नियुक्त गरिएको हो। सम्पूर्ण प्रक्रियाहरू दरखास्त आह्वान, फारम सङ्कलन, लिखित परीक्षा, अन्तर्वार्ता, मूल्याङ्कन तथा अन्तिम नियुक्ति नियमानुसार र वैधानिक समितिको निगरानीमा पूर्ण रूपमा निष्पक्ष ढङ्गले सम्पन्न गरिएको हो। अहिले नियुक्त भएका शिक्षकहरू यस विद्यालयमा कार्यरत भइसकेका छन् र विद्यार्थीको पठन पाठन तथा समग्र गुणस्तर सुधारमा सक्रिय रूपमा संलग्न छन्। हालै केही दिनदेखि सामाजिक सञ्जालमा शिक्षक नियुक्ति प्रक्रियालाई लिएर निराधार र गलत आरोपहरू विद्यालय प्रशासनमाथि लाग्दै आइरहेको छ। सामाजिक सञ्जालमा फैलाइएका कुराहरू पूर्णतः गलत, निराधार र प्रमाणहीन छन्। सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम फैलाउने र संस्था तथा व्यक्तिको चरित्र हत्या गर्ने कामहरू बन्द गर्न म सबैलाई आग्रह गर्दछु। अन्तमा सामान्य अभिभावकज्यूहरू, समाजका शुभेच्छुक तथा सरकारवालाहरूलाई आग्रह गर्दछु कि यस्ता आधारहीन प्रचारप्रति ध्यान नदिनुहोस् र शिक्षा सुधारका निम्ति हाम्रो समर्पित प्रयासलाई साथ दिनुहोस्। सत्य अनन्त उजागर हुन्छ र म न्यायप्रति पूर्ण आस्था राख्दछु। धन्यवाद। मुरारी शर्मा, प्र, श्री जनता मावि, सोनवर्षा, नवराजपुर 4 सिराहा। भएछ सामाजिक सञ्जालमा यसको विषयमा अलिकति भन्नुहुन्छ? धन्यवाद प्रश्नको लागि। जुन मेरो अडियो कलको कुरा गर्नुभयो त्यो वास्तवमा मेरो नाम लिएर केही व्यक्तिहरूले कुरा गरेको छ। त्यसमा खासै मेरो कुनै पनि त्यस्तो संलग्नता रहेको छैन। अनि तपाईले त अख्तियारले पनि बोलाको भनेर सुनिरहेछ। अनि के अख्तियारले यसो फोन मार्फत चाहिँ आउनु भनेर चाहिँ जानकारी गराउनु भयो, तर खासै पत्र चाहिँ पठाउनु भएको छैन। यसो अब सम्पर्क गर्दाखेरि तपाईलाई पत्र जान्छ र पत्र गएपछि तपाईँ यहाँबाट माग भएका कागज सहित तपाईँ उपस्थित हुनुपर्छ भन्ने कुरा चाहिँ जानकारीमा आएको छ। जुन प्रश्नपत्र बाहिरिएको थियो त्यो प्रश्नपत्र बारेमा भनिदिनु न। त्यो प्रश्नपत्र बाहिरिएका कुरा जुन छ त्यो कहाँ कसले के गरेको हो त्यो खासै मलाई त्यो थाहा भएन। प्रश्नपत्र जुन यो शिक्षक नियुक्ति प्रक्रियाको क्रममा जुन प्रश्नपत्रको कुरा हुन्छ नि त्यो बाहिर पहिला नै निर्माण त्यो भइसक्दैन। त्यसको जुन दिन परीक्षा हुन्छ त्यो दिन अघि मैले त्यो विज्ञप्तिमा राखेका कुरा एउटा शिक्षक छनौट समिति हुन्छ
जसमा शिक्षा कार्यालय वा शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि त्यहाँबाट खटाइएका विषय विज्ञहरू उहाँहरू यहाँ आएर ठ्याक्क परीक्षा सुरु हुनुभन्दा अगाडि यहाँ आउँछन् 1-2 घण्टा अगाडि र यहीँ बसेर त्यो प्रश्न निर्माण गर्छन्। विज्ञहरूको त्यस क्वेसनमा सिग्नेचर हुन्छ, विद्यालयको छाप हुन्छ र यसरी निर्माण गरेर मात्रै त्यो विद्यार्थीहरूलाई प्रश्नपत्र प्रदान गरिने गर्दछ। भनेपछि त्यो प्रश्नपत्र फेक हो? त्यो सायद हुनसक्छ फेक होला, त्यसको बारेमा मलाई केही थाहा छैन। मौखिक जाँच जुन लिनुभयो अन्तर्वार्ता, त्यसको चाहिँ परिणाम चाहिँ आधी घण्टाभित्र नै दिन सक्नुहुन्थ्यो, तर 10-15 दिन लगाउनु हो किन? के कारणले चाहिँ लगाउनु भयो? यसमा चलखेल भयो होला भन्ने सबैको आशंका। हजुर, यसमा खासमा के भयो भने हाम्रो यहाँ अब दरबन्दीहरू अलि बढी नै खाली थियो। अब प्राविधिक धारतर्फ 9 जना चाहिँ गर्नु परेको थियो र क्यान्डिडेटहरू पनि अलि धेरै नै थियो। गर्दा गर्दै समयले चाहिँ भ्याएन, अनि त्यसपछि त्यो दिन हुन सकेन र पछि ठ्याक्कै त्यसको भोलिपल्ट एसई को इक्जामहरू पनि आइसक्यो। त्यसपछि फेरि तपाईँको शिक्षक आन्दोलनहरू आइसक्यो र समयले नभ्याएर मात्रै हो, अरू केही त्यस्तो छैन, यसमा छैन।